नमस्ते। लोकसेवा तयारी गर्ने सम्पूर्ण व्यक्तिहरूलाई लोकसेवा दृष्टि च्यानलमा स्वागत छ। आज 2081 साल फागुन 28 गते बुधबार गोरखापत्रको ज्ञान सागरमा प्रकाशित वस्तुगत प्रश्नोत्तरहरू लिएर आएकी छु। सुरुवात गरौँ प्रथम प्रश्नबाट। नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2025 मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्न सफल वृत्तचित्र कुन हो? यसको उत्तर रहेको छ डिजाइन टु डिसअपियर। शिवपुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको हो। पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका छन्। महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मदरले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामेरुनको जायदले प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतीय वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बांग्लादेशको चलचित्र सोदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेशल मेन्सन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मेन्सुरेन्सले प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र दि टेम्पल अफ इटर्नल साउन्डले जितेको छ। काठमाडौँमा सम्पन्न 13औं संस्करणको यस महोत्सवमा नेपाल सहित 17 देशका 49 वटा चलचित्र समावेश रहेका थिए। अब प्रश्न नम्बर 2 रहेको छ, मुलुक बाहिर कृतिका लेखक लैनसिंह बाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन्? यसको उत्तर रहेको छ पारिजात। अब प्रश्न नम्बर 3, म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको उत्तर हो 180 मेगावाट। मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा नजिकै बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नजिकै विद्युत गृह निर्माण गरिने यस आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य सकेर पूर्वाधार निर्माणको तयारी गरिसकेको छ। अब अर्को प्रश्न रहेको छ, 14औं दक्षिण एसियाली खेलकुद सागको आयोजना कहिले गर्ने निर्णय भएको छ? यसको उत्तर हो सन् 2026 जनवरी 23 देखि 31 तारिखसम्म पाकिस्तानमा हुने भएको छ। पाकिस्तानमा तेस्रो पटक साग खेलकुद हुन लागेको हो। अब प्रश्न नम्बर 5, बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ? बाल अदालत विक्रम सम्वत 2082 वैशाख 2 गतेबाट सञ्चालन हुने भएको छ। अब प्रश्न नम्बर 6 रहेको छ, मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको उत्तर हो 28.30 मेगावाट। दार्चुलाको मार्मा गाउँपालिका 2 मा सो आयोजना निर्माण हुने भएको छ। सो आयोजना विक्रम सम्वत 2081 फागुन 10 मा शिलान्यास गरिएको हो। अब प्रश्न नम्बर 7 रहेको छ, प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन्? यिनीहरू चाहिँ अनवीकरणीय ऊर्जाका स्रोत हुन्। अब प्रश्न नम्बर 8 रहेको छ, नेपालको कुन ठाउँलाई माटोको सहरका रूपमा चिनिन्छ? माटोको सहरका रूपमा चाहिँ नेपालको लोमथाङ ठाउँलाई चिनिन्छ। मुस्ताङको लोमन्थाङलाई चिनिन्छ। प्रश्न नम्बर 9 रहेको छ, ट्रान्सपेरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ? यसको मुख्यालय चाहिँ जर्मनीको बर्लिनमा रहेको छ। अब अर्को प्रश्न रहेको छ, नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो? यसको उत्तर हो विक्रम सम्वत 1961 माघसम्म चाहिँ यो कायम रहेको थियो। अब प्रश्न नम्बर 11, नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व भनी चिनिन्छ? बस्नेत पर्व भनेर चाहिँ नेपालको भण्डारखाल पर्वलाई चिनिन्छ। भण्डारखाल पर्वमा चाहिँ धेरै बस्नेतहरूको मृत्यु भएको हुनाले भण्डारखाल पर्वलाई बस्नेत पर्व भनेर पनि चिनिन्छ। यो भण्डारखाल पर्व चाहिँ विक्रम सम्वत 1903 मा घटेको घटना हो। अब प्रश्न नम्बर 12 रहेको छ, द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेका थिए? यसको उत्तर हो एकराज शमशेर र ब्रह्म शमशेरले। द्वितीय विश्वयुद्धमा चाहिँ ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व एकराज शमशेर र ब्रह्म शमशेरले गरेका थिए। अब प्रश्न नम्बर 13 रहेको छ, जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो? यसको उत्तर हो विक्रम सम्वत 2004 असाढ 1 गतेबाट।
संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीहरूले सरकार समक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए। अब अर्को प्रश्न रहेको छ, कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ? यसलाई चाहिँ पिण्ड भनिन्छ। वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ। अन्तर्राष्ट्रिय नापतोल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई 1 किलोग्राम मानिन्छ। अब प्रश्न नम्बर 15 रहेको छ, बीबीसीले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको हो? यसको उत्तर हो सन् 1967 जुन 7 तारिकबाट। अब अर्को प्रश्न रहेको छ, पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ? यसलाई चाहिँ उत्परिवर्तन भनिन्छ, जसलाई इङ्ग्लिसमा म्युटेसन भनेर पनि चिनिन्छ। एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति भनिन्छ। मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नतालाई। एकै खाले वंशाणु भएर पनि फरक फरक किसिमको वातावरणमा हुर्कदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ। प्रश्न नम्बर 17 रहेको छ, नेपालमा पहिलो विद्युतीय राहदानी कसलाई प्रदान गरियो? नेपालमा चाहिँ पहिलो विद्युतीय राहदानी सत्यमोहन जोशीलाई प्रदान गरियो विक्रम सम्वत 2078 मङ्सिर 1 गते। नेपालमा राहदानीको सुरुवात गर्ने व्यक्ति भीमसेन थापा हुन्। नेपालमा हस्तलिखित राहदानीको सुरुवात विक्रम सम्वत 2019 मङ्सिर 4बाट सुरुवात भएको थियो। नेपालमा एमआरपी को सुरुवात विक्रम सम्वत 2067 पुस 11बाट भएको हो। एमआरपी प्राप्त गर्ने पहिलो व्यक्ति रामवरण यादव हुन्। प्रश्न नम्बर 18 रहेको छ, पैसा एउटा अत्यन्त खराब मालिक तर निकै असल नौकर हो भन्ने विचारक को हुन्? यो चाहिँ अंग्रेज दार्शनिक फ्रान्सिस बेकन। प्रश्न नम्बर 19 रहेको छ, युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो? युरो मुद्रालाई चाहिँ यो विक्रम सम्वत नभएर सन हो है त, सन् 2002 जनवरी 1 तारिकबाट चाहिँ युरो मुद्रा प्रचलनमा आएको हो। अब प्रश्न नम्बर 20 रहेको छ, प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनिन्छ? यसलाई चाहिँ अपरेसन नाइटिङ्गल भनिन्छ। अब प्रश्न नम्बर 21 रहेको छ, किराँत संग्रहालय कहाँ रहेको छ? किराँत संग्रहालय खोटाङको हलेसीमा रहेको छ। अब प्रश्न नम्बर 22, नेपालको कुन ठाउँमा ठिमाहा प्रथा रहेको छ? नेपालको चाहिँ हुम्लामा चाहिँ ठिमाहा प्रथा रहेको छ। नाम्खा गाउँपालिकाको लिमीमा यो प्रथा रहेको छ। अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा माइती पक्षले नै सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो प्रथा नै ठिमाहा प्रथा हो। सुन्दा निकै अनौठो र अपत्यारिलो लागे पनि हुम्लाको लिमीमा यो परम्परा हालसम्म पनि कायम छ। विवाह नगरी बसेका बेला गाउँको कुनै युवकसँग कायम भएको सम्बन्धबाट बच्चा जन्मिएमा माइतीले नै बास बनाइदिनु पर्ने र भाँडा बर्तन तथा जमिनको व्यवस्था मिलाइदिनु पर्ने सामाजिक मान्यता रहेको छ। यसरी जन्मिएको बच्चालाई चाहिँ पुताम्मा भनिन्छ। त्यस्तै बच्चालाई 18 वर्ष उमेर नपुग्दासम्म एक तह कमको दर्जामा राख्ने र 18 वर्ष पुगिसकेपछि सो दर्जा हट्ने परिपाटी रहेको छ। अब प्रश्न नम्बर 23 रहेको छ, नेपाल विश्व पर्यटन संगठनको सदस्य कहिले बनेको हो? नेपाल चाहिँ विश्व पर्यटन संगठनको सदस्य सन् 1975 मा बनेको हो। विश्व पर्यटन संगठनको स्थापना सन् 1975 जनवरी 2 मा भएको थियो। यसको प्रधान कार्यालय चाहिँ स्पेनको म्याड्रिडमा रहेको छ। अब प्रश्न नम्बर 24, नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्स नाइटिङ्गेलको जन्म कहिले भएको थियो? यसको उत्तर हो सन् 1820 मे 12 मा इटलीमा भएको थियो। आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स आफ्ना बाबुआमाको चाहना विपरीत मानव सेवाका लागि नर्स बनेकी थिइन्। दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ ल्याम्प भनेर पनि चिनिन्छ। यिनको मृत्यु सन् 1910 अगस्त 13 मा भएको थियो। अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 25, आयुर्वेद कुन वेदको उपवेद हो? आयुर्वेद चाहिँ अथर्ववेदको उपवेद हो। विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद ईसापूर्व 3000 देखि 50,000 वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ।
आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन आहार विहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर मन र आत्मालाई स्वस्थ तथा सन्तुलनमा राख्न जोड दिन्छ। अब अर्को प्रश्न रहेको छ, ब्लड मनी भनेको के हो? ब्लड मनी भनेको चाहिँ मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुवै पक्षको हित गर्न गरिने रकमको आदान प्रदानलाई चाहिँ ब्लड मनी भनिन्छ। अब प्रश्न नम्बर 27, लदी पूजा कुन जातिमा प्रचलित रहेको छ? लदी पूजा चाहिँ माझी जातिमा प्रचलनमा रहेको छ। लदी पूजा हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ। अब प्रश्न नम्बर 28, प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचार नामक अभियानमा चाहिँ रोक लगाउने राणा प्रधानमन्त्री को हुन्? यसको उत्तर रहेको छ भीम शमशेर। अब प्रश्न नम्बर 29, सनकी राजा भनी श्री 5 सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ? अयोग्य राजा भनेर चाहिँ श्री 5 राजेन्द्रलाई चिनिन्छ। अब प्रश्न नम्बर 30 रहेको छ, हराएको वस्तु पाए बापत दिइने पुरस्कारलाई के भनिन्छ? हराएको वस्तु पाए बापत दिइने पुरस्कारलाई पलौनी भनिन्छ। अब प्रश्न नम्बर 31, विश्वकै ठूलो संस्कृत नेपाली शब्दकोश कसले निर्माण गरेका हुन्? यसको उत्तर हो स्वामी केशवानन्द गिरीले। अब अर्को प्रश्न रहेको छ, नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सुरुवात गर्ने कवि को हुन्? यसको उत्तर हो मोहन कोइराला। हाइपर इन्फ्लेसन भन्नाले के बुझिन्छ? हाइपर इन्फ्लेसन भन्नाले अत्यधिक मुद्रास्फीतिलाई बुझिन्छ। अब प्रश्न नम्बर 34, आजको अन्तिम प्रश्न रहेको छ, फ्रम थर्ड वर्ल्ड टु फर्स्ट नामक कृतिका लेखक को हुन्? यसको उत्तर हो ली क्वान यू। ली क्वान यूले चाहिँ फ्रम थर्ड वर्ल्ड टु फर्स्ट नामक कृति लेखेका हुन्। हस् त धन्यवाद। हजुरको दिन शुभ बितोस्, अध्ययनमा बितोस्। भिडियो मन परेमा सब्स्क्राइब गरेर सपोर्ट गर्नुहोला।